हेलो गाइज, हामी चाहिँ यो इलामको सेरा भन्ने ठाउँ जहाँ चाहिँ यस्तो धेरै पहिरो गएको छ। त्यहाँनिर घुम्दै घुम्दै बजारसम्म हिँडेर यो चाहिँ मेरो साथी हो इन्सिया कटवाल। अनि अरू पनि आउँदैछन् यता तल। अब हामी चाहिँ यहाँबाट बजारसम्मको यात्रा गर्छौँ होइन। बिच बिचमा हामी यहाँको पहिरो गएको ठाउँ, यहाँको करेन्ट स्ट्याटसहरू के छ त्यो पनि भन्छौँ। अहिले बाई बाई। अब यहाँबाट इलाम सेराको ओभरअल द भ्यू देखाउँछु होइन। ओ यहाँ तल देखेको चाहिँ त्यो हाम्रो कृषि क्याम्पस। अनि म बस्ने गजरमुखी होटल चाहिँ अलिक पर छ, गर्ल्स होस्टेल पनि भन्छन् त्यसलाई चाहिँ। हाम्रो कलेजको फिल्ड अनि यो सबै एरिया चाहिँ भाडामा लागेको छ होइन। हामी धेरै स्टुडेन्ट बस्छौँ, तर पहिरो गएर अलिक नराम्रो भएको छ, नभए कस्तो राम्रो थियो। म तपाईँहरूलाई यहाँको भ्यू देखाइदिन्छु, हेर्नु कस्तो राम्रो छ। हामी चाहिँ यो पहिरो गएको चट्टानलाई चिर्दै हिँड्दैछौँ वीर गोर्खालीका छोरीहरू। एउटा माथि पुगिसक्यो। यो चाहिँ हाम्रो सिंहवाहिनी मन्दिर इलामको। अझै गाइज यो चाहिँ इलाम बजार हो होइन। यहाँबाट चाहिँ त माथि 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 इलाम बजार छ। यो चाहिँ स्टार्टिङ हो। म माथि माथिको पनि देखाउँछु गाइज। यो चाहिँ हाम्रो इलामको होइन, हामी सधैँ लुगा किन्न आउने दोकान हो। यहाँ चाहिँ राम्रो राम्रो अनि त्यस पछाडि सस्तोमा लुगाहरू पाइन्छ। जस्तो आयो भने अङ्कलले चाहिँ डिस्काउन्टमा दिनुहुन्छ। अङ्कल मिलाएर दिनुहुन्छ नि होइन, एकदम क्वालिटीको लुगाहरू पाउँछ। हामी चाहिँ सधैँ आउँछौँ यहाँनिर। आज पनि बिनीले किन्न आएको छिन् लुगा। कसैलाई आए सिटी सेन्टर अगाडि आएर किन्नु होला ठ्याक्क यहाँनिर। यो चाहिँ हाम्रो दिदीको पसल हो होइन। यहाँनिर चाहिँ लुगाहरू एकदम क्वालिटी लुगाहरू मिलाएर दिनुहुन्छ। मैले पनि यो लगेँ। तिमीहरू पनि आउन चाहन्छौ भने सिटी मलभित्र आउनु यहाँनिर। दिदी यहाँनिर सिटी मार्टभित्र म इलामको होइन नि त, त्यही भएर अलिकति लोकेसन चाहिँ झुक्किन्छ होइन। यस्तै यस्तै लुगा लाउनु मन छ भने आउनु होला गाइज। हामी दिदी कर्नर हेरिराख्नु यहाँनिर, साह्रो मिलाएर दिनुहुन्छ भन्नु। हामी चाहिँ दिनभरिको सपिङले गलेर थाकेर राति भएपछि चाहिँ हामी यहाँनिरको कहाँ अरे यहाँको चाम्लिङमा आएको छौँ। यस्तो मिठो छ यो होइन। यो चाहिँ हाम्रो इलाम बजारको चिया बगान जाने बाटोमा पर्छ होइन। सोल्टीको ठुलो होटलदेखि अलिकति भित्र लास्टै मिठो छ। खान मन लाग्यो। फाइनली हामी चाहिँ सबै काम सकेर अटोमा गयौँ हामी घर। बाई बाई। टोटो चढेर घर जाँदैछौँ।